उफ, यार यो मोबाइल बेच्न त खोजेको 2 हप्ता भयो। फेसबुकमा पोस्ट गरेँ, कमेन्ट मात्रै आउँछ लास्ट प्राइस कति हो के हो भन्दै, तर अर्डर कहिले आएन। अब यो कहाँ गएर बेच्ने होला त? मलाई त केही थाहा नै भएन यार। अब दिदीलाई एकचोटि फोन गरेर सोध्नु पर्यो, केही थाहा छ कि? किन फोन गरेछ आजले? हेलो हेलो, कता हुनुहुन्छ दिदी? भाइ म घरमै छु। हेर्नु न, मलाई हजुरबाट थोरै हेल्प चाहिएको थियो। के भएर कस्तो हेल्प? तपाईँ पहिला मेरोमा आउनु न, अनि म हजुरलाई भन्छु नि। ए ल ल हुन्छ, म एकछिनमा आइहालेँ है त। ल। के भएछ यसलाई? खोइ कता गएछ त? यति हतार हतार फोन गरेछ, माथि गयो कि क्या हो? माथि छ जस्तो छ। भाइ के भयो? किन बोलाएको? ए आउनुभयो तपाईँ? हिँड्नु न, तलै गएर कुरा गरौँ, घाम पनि छ। जाउँ जाउँ, तल गएर कुरा गरौँ न त। ल आउनु नि दिदी, बस्नु। ए हुन्छ, आऊ न बसाउ तिमी पनि। हुन्छ बस्नु न, बस्दै गर्नु, म पानी लिएर आउँछु। पर्दैन बस तिमी पनि बरु। के कुरा हो र? हतारेर बोलाएको थियो त? केही होइन दिदी, हेर्नु न, मलाई मेरो यो पुरानो फोन बिक्री गर्न थियो, तर मैले कुनै राम्रो प्लेटफर्मै पाइनँ। हेर्नु न। हे त्यति कुराको लागि किन आँचिरहेको तिमी? कति नै टेन्सन भएको जस्तो बोलाइरहेको थियो त। सस्तो बजार थाहा छैन तिमीलाई? सस्तो बजार? सस्तो बजार थाहा छैन र तिमीलाई? नाइ, के हो त्यो? लौ, सस्तो बजार भनेको त नेपालभरको मानिससँग किनबेच गर्ने एउटा अनलाइन प्लेटफर्म हो कि। त्यहाँ चाहिँ अब तिमीले मोबाइल, घडी, ल्यापटप, जग्गा सबै बेच्न मिल्छ। ए हो र? त्यसो मेरो यो फोन पनि बिक्रीमा हालिदिनु न त। मैले हालिदिनु भन्दा पनि तिमी आफैले प्ले स्टोर र एप स्टोरमा गएर सस्तो बजार एप डाउनलोड गर अनि आफै हाल। तर कसरी? यो पोस्ट गर्नलाई चाहिँ धेरै प्रक्रिया चाहिएला नि त फेरि। छैन एप डाउनलोड भइसके पछाडि चाहिँ रजिस्टर गर्ने अप्सन आउँछ। त्यसमा चाहिँ तिमीले आफ्नै नम्बर रजिस्टर गर्नुपर्छ। त्यस पछाडि तिमीलाई कुन सामान बेच्न चाहेको त्यसको फोटो राख्ने, विवरण राख्ने, मूल्य राख्ने अनि पोस्ट गर्ने। ए यति सजिलो? त्यसो भए म यो मेरो पुरानो फोन बिक्री गरेर म नयाँ फोन पनि किन्न सक्छु होला त? तिमीले नयाँ मोबाइल मात्र होइन, हरेक कुरा नुनदेखि सुनसम्म, नयाँदेखि पुरानसम्म सबै सामान सस्तो बजारमा किनबेच गर्न सक्छौ। ए हस्, भइहाल्छ नि। हो, उसले त डाउनलोड गरिसक्यो। अब तपाईँको पालो। प्ले स्टोर वा एप स्टोरमा गई सस्तो बजार एप डाउनलोड गर्नुहोस् र आधा सामान किनबेच गर्नुहोस्।